अहिले कालीकोटको कन्टेक्स्टलाई लिएर चाहिँ धेरै टिप्पणीहरू आइरहेको छ र के टिप्पणी हो भन्दाखेरि नयाँलाई चाहिँ अब चान्स दिएनन्। अब नयाँले के गर्छन् भन्ने यिनीहरूको मानसिकता नै छैन। उही पुराना दल, उही आफ्नै पार्टी, उही झोले कार्यक्रम उता कालीकोटतिर चलेकै छ भनेपछि यो विकट ठाउँ सबै ठाउँहरूमा यस्तै चलेको छ। यो निर्वाचनको अहिलेको मत परिणामले जनाइरहेको छ होइन। धेरै ठाउँतिर मैले देखिसकेँ, सोलुखुम्बुतिर पनि त्यस्तै रहेको छ। यो जुन जुन विकट ठाउँ छ त्यहाँतिर चाहिँ यी भेडाका भेडै रहने भयो जति जे भने पनि। जुम्लातिरको कन्टेक्स्टमा हेर्ने भने जुम्लातिरको कन्टेक्स्ट त्यस्तो छैन। जुम्लामा ज्ञानेन्द्र साईले गर्न सक्छन् भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो। ज्ञानेन्द्र साईले गरेका छन् पनि, त्यही भएर उहाँलाई दिनु गलत छैन। त्यहाँनिर त्यो गलत छ मैले भन्दिनँ। तर कालीकोटको कन्टेक्स्टमा हेर्ने भने उही 56-57 उही नेता अहिले फेरि आएर उही पछाडि लाइनमै छन् र जिति पनि सके। र उतातिरको अब कालीकोटको धेरै ठाउँहरूमा त्यस्तै भएको छ। अब यी जनताहरू कर्णालीवासीहरू अझै के भन्छन्, विकास भएन अरे। अब पहिले विकास भएन, एक चट्कन लगाऊ बल्ला अनि भन कि भोट कसलाई हालिदिइस्। यस्ता भेडा जनताहरू छन् कालीकोटका। के गरेको यस्तो होइन। नयाँ युवाहरू उठेका छन्, युवाहरूलाई जिताउनुपर्छ। देशलाई अब चाहिने अहिले सोचेभन्दा बेग्लैतिरै लिनुपर्छ। अब कालीकोटवासीले दुःख पाए, अब केही नभने पनि विकास गरेर चाहिँ कालीकोटलाई अलिकति राम्रो बनाऊ भन्ने छैन। यहाँ उही लुटेर नेतालाई जिताएका छन्। अब उहिले लुटेर नेता, कहिले काम नगरेका नेताहरूले अब आएर फेरि लुट्ने होलान्। अब 5,000-6,000को लोभमा र मासु भातको लोभमा कालीकोटेवासीहरू मत बेचे। योभन्दा फरक पर्दैन। मलाई 100% यही नै हो लाग्छ।